वेलकम ब्याक टु आवर युट्युब च्यानल। सबैजनालाई स्वागत छ फेरि पनि एमआर मुक्तान 31 को ब्लगमा। हामी आज घुम्न जाँदैछौँ माथि होइन, हाम्रो घरकै छेउतिर घुम्न जाँदैछौँ डाँडातिर होइन। सबैलाई फेरि पनि स्वागत छ। अस्ति धेरैजनाले त मिस गर्नुभयो होला एमआर मुक्तानको ब्लगलाई, किनभने धेरै भिज आएन। त्यही पनि ठिकै छ, 1 वर्षपछि ब्लग बनाउँदैछु, त्यही भएर धेरै त आउँदैन, ठिकै छ, बिस्तारै हुनेछ। अब हामी जोस सोचको साथमा हामी 4जना निस्किसकेका छौँ ब्लग बनाउँदै डाँडा चढ्नलाई। हाम्रो पहिलाको टोलीहरू छ आज यहाँ। अब चाहिँ हामी पनि चिटिक्क परेर निस्किएका छौँ। हाम्रो टोलीहरू बिरु दाई हुनुहुन्छ यहाँ, आशिष दाई, जोन दाई ऊ अगाडि थमक परेर निस्केर हिँडेको छ। एमआर मुक्तान 31 यहाँ छ होइन। के छ त अनि सबैजना सन्चै नै होला भन्ने आशा गर्दैछ। हामीलाई वेलकम गर्छ यहाँबाट, यसरी गर्दै थियो मलाई चिनिहाल्छ अनि पछि केही पनि भन्दैन। ऊ आज जोन दाई चाहिँ चस्मा लाएर यहाँ, बिरु दाई धेरै पछि मेरो भ्लगमा के छ एकदम ठिक पछि ब्याक एगेन है भएर म चाहिँ फेरि पनि एकदमै होइन हो टक्क एक्साइटेड भएर आएको छ। केही समयपछि हेर्नु होला। यता सेकेन्ड हाम्रो 1 विक पछि रे हो। अनि अलिक आशिष दाइ आज बिरामी हुनुहुन्छ, त्यही भएर धेरै केही नसोधौँ होला। हामी यतै घुमाउँ क्यामेरा फेरि पनि। कभर ठ्याक्क मोबाइलसँग क्या मिलेको है, व्हाइट भएछ। जेब्रा क्रसिङबाट हिँड्नुपर्छ, कहाँ हो यतातिर होला होइन। अहिले चाहिँ हामी ठ्याक्कै आज चाहिँ हाम्रो गन्तव्य कहाँ हो जोन्दै आज कहाँतिर हो ठ्याक्कै देखाउनु त। ऊ त्यो माथि डाँडामा हो, यहाँबाट अलिक देख्दैन होला राम्रोसँग होइन। यहाँ डाँडा भन्दा पनि पछाडि हो हामी आज जाने चाहिँ। ओहो हामी टाढै जाँदैछौँ आज। कति किलोमिटर होला आज हामी जाँदैछौँ। ला के बिर्स्यो भने त अनि चिप्सहरू हेलहरू किन्नै बिर्सेछ नि त है। हामी अलिकति हाल्दै जस्तो भइरहेछ हात है। र केही छैन, हामी यहाँ जाँदैछौँ आज। फेरि दिन पनि एकदम बवाल भएको छ, दिन चाहिँ धेरै राम्रो छ होइन। घाम टनक्क लागेर टिक्क टल्किएर होला मजा है। ठिकै छ। ओइ रोडै बन्द भएछ त्यहाँ, रोडै बन्द भएछ त। छिटो अब छिटो। ए रुखै पनि बन्द भइदिएछ नि त यार। थ्याट हरन हानिदिइहाल्यो नि जोन्दै तपाईँलाई देखेर यार। थ्याट हो होइन नि के हो लोकेसन हेरेको। ल हामी चाहिँ आज यस्तै छौँ है। अब त्यो रेलको लिक हो, यहाँबाट सर गाडी आउँछ। अलिकति है हात चाहिँ अलिकति हल्ला जस्तो लाग्ने रहेछ। अलिकति हाइट बढाइदिउँ, अलिकति हात हल्दिन्छ रहेछ त यार। मेरो हातधरि अलिअलि काम नथाले चाहिँ के भएछ यस्तो यार। मेरो हात त यस्तो नआउनु पर्ने हो। के गरे दाइ फेरि भन्नु त एकलट दिनु न फेरि। दाइले डेन्जर दिइरहेको रहेछ पछाडि मोबाइल महँगो भएर हात कामै होला झर्ला भनेर। अरे ला पैसा धेरै भएको हो उचाल्न नसकेर दाइ। अब भनौँ न भयो छोड्यो त्यो कुरा, यो सकिएको। अब हामी रेलको लिकमा छौँ है। यहाँ चाहिँ हामी यताउति हेर्नु पर्ने हुन्छ, लेफ्ट राइट हेर्नु पर्ने हुन्छ। यसरी लेफ्टतिर राइटतिर केही पनि छैन, कुद्नुपर्छ यहाँ चाहिँ। यता के त हो, यता हामी यता जानुपर्ने हुन्छ। अब चाहिँ अहिले चाहिँ धेरै राम्रो छ, सब हरियो ग्रिन भइरहेछ होइन। किनभने आजभोलि के को सिजन भने राम्रो सिजन हो भनौँ न। अब थाहा नभएपछि ओह चराहरू पनि चट्ट फेरि यस्तै छ है। ओह यहाँको त चराहरूले नि पौडी खान्छ। अब म तपाईँहरूलाई देखाउँदैछु यहाँ माछा भनेको जङ्गल भएछ। माछा देख्दैन रहेछ यार। लु सबैजनाले सब्सक्राइब गरिदिनु पऱ्यो है। फेरि पनि सागर मुक्तानलाई भ्लग हेरिदिनु पऱ्यो सबजनाले। टक्क लगाएर हाम्रो युट्युब च्यानललाई माया गरिदिनु पऱ्यो भनेर लाग्थेँ मैले ठ्याक्कै है। सबैजनाले भ्लग लाइक गरिदिनु पऱ्यो, सब्सक्राइब गरिदिनु पऱ्यो, सेयर पनि गरिदिनु पऱ्यो। एउटा लाइक कमेन्ट हान्न के अरे लोभ नमान न मेरो साथी हो। किन लोभ मान्छौ तिमीहरूले एउटा मलाई लाइक सेयर सब्सक्राइब गर्दामा तिमीहरूको केही पनि घट्ने होइन, पैसा जाँदैन। एउटा लाइक एउटा सेयर एउटा कमेन्ट गरिदियो न यार मेरो साथीहरू, प्यारो साथीहरू। यस्तो नगरिदियो न यार तिमीहरू। किन यस्तो भएको, किन लोभी भएको यस्तो। सागर मुक्तानलाई एउटा लाइक र कमेन्ट गर्दा तिमीहरू लोभी के अरे गरिब हुँदैन नि यार। हामी चाहिँ अब हामी जुसहरू खाजाहरू यसो किन्ने सोचमा छौँ। कुन खान्छौँ केटाहरू उठाउँ है। जुसमा के लिनुहुन्छ हजुरहरू। बिहान छ हामीसँग फेन्टा छ, फ्रुट्स त्यो लिने हो। त्यो लिने तपाईँ हेल किन न त एउटा उठाउनु त है। हेल उठाउनु, सानो चिटिक्क परेको हेल। हामी हेलको तलासीमा छौँ। कहाँ हो हेलै देखेन त मैले त। के गर्ने हेल कहाँ छ त अनि के हेल उठाउनु त त्यो गरेर त चिप्स उठाउनु। चिप्स
यता छ चिप्स दाइ चिप्स इचुमा नत्र खजु इचु तर कन्जुममा छिर्नु पर्ने हामी छिर्न चाहिँ यहाँभन्दा कन्जुम छैन त यहाँतिर हुन्छ दुईवटा उठाउँथ्यो एउटा दुईवटा कहाँबाट उठाऊ अन्त दुईवटा उठाइदेऊ दुईवटा उठाइदेऊ जाउँ हेल चारवटा उठाउँ जाउँ खला तपाईँ हेल लाने भनेको के हुन्छ त एनर्जी आउनु पऱ्यो डाँडा चढ्नु पऱ्यो जुस उठाउनु अलिक झाउ हुन्छ एउटा बोकेर हिँड्ने भन्ने कुरा है तपाईँहरू कि तपाईँहरू बियर खानु खानु हामी त हेल खान्छ बिर त अब आफ्नो इच्छा हो त्यो भनेको अहिले हामी सामान किन्दैछौँ है यहाँ बिरु दाइले उठाइसकेको छ दुईवटा चिप्स पिरोवाला आलु चिप्स क्रुम्पिर चिप्स हेल उठाउ हेल हाम्रोमा आउने नि यही त हो नि यहाँबाट खले मेरो नाङ्ना नि खिच्ति त हो आइन्छ नै हिम हो हिम भयो आइन्छ न ल हामी चाहिँ आज धेरै नै हिँड्न लगाएको छौँ है भर्खरै यहाँ आइपुगिरहेको छ अब चाहिँ धेरै छ हिँड्न पर्ने हामी चाहिँ भर्खर स्टार्टिङ भयो अब चाहिँ धेरै टाढा हिँड्नुपर्ने छ भन्दैछ हाम्रो टोलीहरूले तर बस पनि जान्छ है हामी बसमा गयो भने पुग्थ्यो तर आज चाहिँ हिँडेरै जाउँ न भनेर पछाडि बिरुदाई हुनुहुन्छ यहाँ दुईजना आशिष दाइ र जोन दाइ यहाँ छ हामीले किनिसक्यो जुसहरू चाहिँ अघि नै भर्खर खाना खाएर आएको बिहान बिहानै ढेँडो खाएर आएको त्यही पनि यसो भोक लाग्यो भनेर खै जोन दाइ देखाएन त जुसहरू हाम्रो जुसहरू चाहिँ यहाँ छ होइन जुसहरू किनिसक्यो झोला त्यस्तै हो झोला बोकेन अब प्लास्टिकमा के गर्नु अब अर्को पालि चाहिँ यो माथि ड्याममा जानुपर्छ अर्को पालि जानुपर्छ भन्दै छ माथि ड्याममा हो त्यहाँ भिडियो बनाउँदैछ दुईजना चाहिँ कस्तो आइरहेको छ मेरो भिडियोको क्वालिटी क्वालिटी कस्तो आउँदैछ राम्रै आउँदैछ होला भन्ने आशा गरौँ सब्सक्राइब र लाइक चाहिँ गरिदिनु है लोभ नमान्नु है अघि नै मैले भनिसकेँ तपाईँहरूलाई त्यही पनि फेरि पनि गरिदिनु होला हाम्रो जस्तै बारी रहेछ प्याजहरू रोपेर रहेछ हामीले पनि प्याज रोपेको छौँ तर यहाँ चाहिँ अस्ति नै बाली चाहिँ खुर्सानी रोपेको थियो के भयो भने हामीले मौसमै थाहा भएन क्या हिउँ पर्दाखेरि परेछ ठ्याक्कै फल्न लागेला हिउँले सब सखाबै पारिदियो त्यही पनि केही छैन अब यो बाली रोपेको छ राम्रै भएको छ प्याज अस्ति खानु नि खायो त्यो यस्तो भएको रोप्ने भनेर रोपेको होइन प्याज पनि धेरै किनेर फलेछ मेरो एक्लै खान्छु नि त म खाना लसुन पनि फलेछ मेरो बाले के गर्यो भने बारी खनेर खनिदियो रोपिदियो अनि फलिरहेको रहेछ अनि त्यही भयो अनि फल्यो अब खायो के हुँदैछ दुईजना क्यामेराम्यान के भयो हाम्रो आज छिटो आउनु पऱ्यो छिटो आजको भ्लग चाहिँ कस्तो भइरहेछ र सबैजनाले फुल भिडियो हेरिदिनु होला माया गरिदिनु होला एमआर मुक्तान 31लाई तपाईँहरूकै प्यारो सागर तामाङ हो है माया गरिदिनु होला सबजनाले त्यही हो त्यस्तै हुँदैछ अब पुग्न लाग्यो पुगेपछि भनौँ अब भर्खर यहाँ पुग्यो हामी अझै धेरै छ आज र भोलि छुट्टी 2 दिन छुट्टी गर्मी हुन थाल्यो यार अब अलिअलि अब कहाँ हो त दाइ यहाँबाट सिधामा थियो माख्लो बाटो सेम यो टोलो यस्तै टोलो अलिकति हल्लै जस्तो फिल भयो होला मेरो यो अलिकति हातै अलिक त्यस भइरहेछ अलिक बानी भएको छैन आज भर्खर राखेको त्यो उसमा अलिकति त्यही भएर भएको छैन हजुरहरूले भिडियो हेरिदिनु होला माया गरिदिनु होला कतिचोटि भन्यो त्यसचोटि सब्सक्राइब गरिदिनु होला हो अच्छा ल अब चाहिँ हामी के चढ्दैछौँ उकालो आशिष दाइले तपाईँलाई कस्तो दाइले सन्चो हुनुभयो मलाई सन्चो भन्दा नि एकछिन गाडी आयो गाडीलाई जानु दिउँ अब चाहिँ अलिक जाडो भयो अलि एक लाइनमा हिँड ल केटा हो तिनीहरू लाइन बढाउनु सिकाउनुपर्छ हाम्रो टोलीहरूलाई स्ट्रबेरीवाला खाइदिउँ बुढाबुढी गाडी चलाएर सँग आएर रहेछ अरू चाहिँ चक्लेट खाइदिनु पर्ने हुन्छ चक्लेट खाएर खोल चाहिँ के अरे गोजीमा है टोली हो अरूको देशमा आएर नि फोहोर फाल्दैछ भन्छ सिकाउनु पऱ्यो नि त के हो मजा भयो अब चाहिँ हामी रन स्टप यस्तै उकालो चढेर घुम्न जानुपर्ने हुन्छ कता हो हामी यता हो कि यता हो हिजै जाने भन्छ है
ठिकै छ त्यो त ठाडोको ठाडै छ त के हो गाइड चाहिँ थाक्यो के हो हाम्रो गाइड चाहिँ हाम्रो आज गाइड हामी 3 जना नयाँ हामी चाहिँ लेफ्ट राइट हो 11 नम्बरको गाडीमा 11 चारवटा छ किन यसरी गरेको लेफ्ट राइट नगर न यार यता आउनु पऱ्यो टोलियो यहाँ चाहिँ 2 जना नि हिँड्न गाह्रो क्या नत्र यता नि हिँड्नु मिल्दैन त्यही भएर सबै एक्लै हिँडेको हामी यो चाहिँ हो क्या चलाएको साउन्ड सुन्नुभयो कुक 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 गरेको यो अन्त पिसफुल एरिया भनेको यो हो जङ्गलतिर चाहिँ इन्ट्री चाहिँ भइसक्यो हामी ल अब चाहिँ हामी नेपालको जस्तै जङ्गलमा आइपुगिसक्यो तर के फरक छ दाइ के फरक छैन रोड छैन रोड चाहिँ फरक छ नि त नि सबै सेम हो सिर्फ यहाँ रोडको मात्र फरक को बस्ने रे नाइट किङ बस्ने रे है यहाँ अब चाहिँ जङ्गलमै आइपुगिसक्यो इन्ट्री चाहिँ भइसक्यो माथि अझ माथि जाने हो अनि यो म हाम्रो टोलको एरिया देख्छ राम्रोसँग हाम्रो कोलोनीको थुम्का डाँडा जस्तै अलिक टाढा रहेछ थुम्का डाँडा भन्दा नि त्यो पनि ठिकै छ हिँड्दैछौँ भाँचेछ है हो र अस्ति चाहिँ हुरी बतास डेन्जरै आएको थियो त्यही भएर रुखहरू चाहिँ खम्बा नि ढलेछ सर्लक्कै ढलेछ नि पिलरहरू नि यस्तो मान्छे चाहिँ बस्छ है यहाँतिर नि कारहरू सबैतिर छ काम चल्दै रहेछ यहाँ चाहिँ यस्तै हो हिँड्यो ल आइपुग्यो इन्ट्री भयो जङ्गलमा हाम्रो चाहिँ लाइन अघिदेखि नै मिलाएर हिँडे जस्तो भइरहेछ जोन्दा अगाडि म चाहिँ 2 जना पछाडि है यस्तै छ हजुरहरूलाई कस्तो लागिरहेछ ब्लग झाउ लाग्यो क्या मेरो गफ सुन्दा त्यही पनि ठिकै छ गफसँगै सिनहरू नि हेर्नु होला सिनहरू नि के नेपालको जङ्गल जस्तो हो त्यही पनि हेरिदिनु होला एकछिन भ्लग चाहिँ पुरा हेर्नु होला ठिकै छ अब यहाँ पुरै रुखहरू कटाइ भएछ यहाँ ब्रेक लागेन 2 जना थाकेको थट नेपालको याद आयो क्या यादहरू ताजा हो आज किस्माङको के भन्दैछ त्यहाँ पछाडि बिरुदाइले यहाँ चाहिँ हाम्रो गाउँतिरकै रोडहरू जस्तो रहेछ राम्रो छ ठाउँ चाहिँ राम्रै लाग्यो हामी नेपालीहरू अब यस्तै ठाउँ त राम्रो लाग्छ नि अब आउनै लाग्यो अब त्यसै 3 किलोमिटर जति छ कि कति किलोमिटर जति छ पुग्न लाग्यो योभन्दा नि हाइटमा हो कि अलि हाइटमा हो त्यही भएर अब बिस्तारै पुग्छ पुग्न लाग्यो छिटो आउँ है चिप्स धरि पुग्न सकेन है ल छिटो आउँ है यहाँ चाहिँ मान्छेहरू नि त्यो गर्दो रहेछ यहाँ म्यापै रहेछ दाइ यता एउटा ठाउँ घर होला हामी चाहिँ यो ठाउँमा जाँदैछौँ अहिले तर साइकल भयो भने राम्रो हुने रहेछ हामीले स्कुटर लगाएर जान्छ डबल लोड ठिकै छ अब कतिको टाढो भाइ टफ नानु न 500 मिटरको त्यही त भने कहाँ मलाई गफ हिँड्न सक्छ त यतिको हिँडेपछि मलाई थाहा हुन्छ कतिको आइपुग्छ म फर्स्ट टाइम हो त्यही पनि यहाँ पाउने किराहरू तर मैले नेपालीमा के भन्छ थाहा छैन यो चाहिँ मलाई थाहा छ है मलाई लामखुट्टे टोकिसक्यो ल हामी अब हाम्रो डेस्टिनेसनमा पुग्न लागेको छौँ यता पनि जङ्गल यता पनि जङ्गल सबै जङ्गल हामी आएकै जङ्गलमा जङ्गलै त हुन्छ नि होइन के हुन्छ र ल त्यस्तै छ अब चाहिँ हामी फाइनल डेस्टिनेसनमा पुग्न लाग्यो हामीसँग हाम्रो मेरो क्यामेराम्यानमा छ जोन तामाङ अरू आशिष गुरुङ पछाडि हिँड्दैछ बिरु लामा हाम्रो बिरुदाई पछाडि हिँड्दैछ चिप्स बोकेर हाम्रो डेस्टिनेसन यस्तै छ आज भ्लगहरू के कस्तो लागेको छ हजुरलाई आजको सबैले के गर्नु पर्यो लाइक एन्ड सब्स्क्राइब शेयर क्यामेराम्यान बोल न पछाडिबाट बोल्दैछ लाइक कमेन्ट एन्ड सेयर अनि एन्ड सब्स्क्राइब माया गरिदिनु पर्यो हाम्रो युट्युब च्यानललाई मेरो सानो भाइलाई माया गरिदिनु पर्यो मेरो सागर भाइ एकदम मेरो प्लाती मोए कनल
भनेको क्रोसियनमा है Hai de brate. प्लातिते मय कनाल आकोचिस अब चाहिँ हामी फाइनल डेस्टिनेसनमा पुगिसकेको छौँ त्यहाँतिर हजुरहरूले देख्न सक्नुहुन्छ है अर्को टोल सहर भनौँ न हाम्रो सिटी एउटै हो तर हाम्रो यो हुन्छ नि एरिया छुट्याउँछ नि त एरियाहरू होइन यहाँको चाहिँ हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यही हो है हामी आएको चाहिँ यसमै हो काम चलिरहेछ है के हो थाहा छैन कहाँ हो त्यहीँ हो पुग्यौँ हामी कहाँ हो ओहो त्यहीँ हो है हाम्रो त्यो जस्तै रहेछ ओह त्यहाँ रहेछ है फाइनल डेस्टिनेसन चाहिँ हाम्रो यही हो अब चाहिँ हामी पुगिसक्यो एरिना मैले देखिसकेँ एरिनाहरू ल बब्बालै रहेछ है हजुरहरूले देखेँ हेर्न पाउनेछ अब एकछिनमा कहाँबाट हेर्नु त यहाँबाट हेर्नु मिल्छ यहाँ बाहिरबाट जानु मिल्छ बाजेहरू पनि भएर छ अब हामी हेर्दैछौँ बाहिर त्यहाँ रहेछ है ओ यो है हामी मेन यहाँबाट चाहिँ यहाँ आएको है यो सिटी हाम्रो यहाँबाट यही भ्यू हेर्न आएको यहाँसम्म यति टाढा तर राम्रै देख्दो रहेछ एरिना ऊ पर रहेछ यो एरिना अमिरहरू बस्ने कहाँ हो ओ त्यहाँ होला टाढा त टाढै रहेछ खाला आइन नआउनु वा यतापट्टि गरेर बस न हामी अब एक दुई सप्ताह जाओस् न त्यतातिर केटा हो ल गाइस हामी चाहिँ डाँडामा आइपुगेको छ नि अब होइन टक्क लगाएर गर्मी नि भयो डाँडामाथि चाहिँ इन्जोय गर्दैछु है आज हाम्रो गाइड जोन्दै होइन अब हामी मैले जानेको मैले ठाउँ यसो चिनेको ठाउँहरू यसो आजको गाइड है गाइस ल्याएको मैले भाइ हो जस एकदम चिल रमाइलो बवाल भइरहेछ गाइस फेरि अर्को ठाउँ पनि घुम्न लानेछु मैले जानेको ठाउँ चिनेको ठाउँमा हाम्रो जोन्दै चाहिँ यहाँको पुरानो मान्छे हो नि त फेरि 4 वर्ष भइसक्यो म चाहिँ भर्खर 18 19 2 वर्ष हुन लाग्यो टोलीहरू चाहिँ पुरानो हाम्रो जोन्दै पुरानो हामी तिनजना चाहिँ सँगै हो सेम हो टाइमहरू होइन त्यही भएर अब अलिकति खाजा खाएर निस्किनु पर्ने हुन्छ मान्छे चाहिँ धेरै आउँदो रहेछ यहाँ त्यही भएर चाँडो होइन त्यही भएर हामी निस्किहाल्छौँ ल अब हामी सुरु गर्छौँ है तर ओहो पानी खाइसकेको अघि आशिष अहिले विकेन्डमा त आइरहन्छ त्यसको खाइ भन्नुपर्छ अरे ठोक भन्नुपर्छ ल गाउनु मन लाग्यो भने चाहिँ हाम्रो बिरु दाइले सबैजनाले सब्सक्राइब गरिदिनु होला है लाइक गरिदिनु होला युट्युब च्यानललाई माया गरिदिनु होला माया देखाइदिनु होला चिप्स खाइदिनु पर्ने हुन्छ एउटै ल्याएको एउटै एउटै ल्याएको त्यो पाप्रिकावाला हो क्या खुर्सानीवाला डोनेसन हो दाइ आजको लागि ब्लड होइन अब चाहिँ खास जस्तो खान्छौँ अलिकति अनि निस्किनु पर्ने हुन्छ यताबाट जाने है हुन्छ हाम्रो नयाँबाट जाउँ न ल अब चाहिँ हामी मेन आउने ठाउँ चाहिँ यही थियो यहाँबाट हेर्नु लाग्यो तर यो खासै राम्रो देखिन किनकि यो जङ्गलहरू रहेछ नि त यो आजभोलि घाँस धेरै रहेछ तर सिटी चाहिँ बबाले देख्दो रहेछ ल अब चाहिँ हामी तल जाँदैछौँ तलतिरबाट ल अब चाहिँ हामी आइ कुद्दैछौँ जङ्गलतिर फाल्यो खुट हो अब चाहिँ हामी जङ्गलतिर छौँ ल माटुङ्ने जुत्ता च्यातियो कि यार महँगो जुत्ता हो यार यो त ओरिजिनल हो मेरो च्यातेरी ओहो यहाँबाट तलबाट जानुपर्ने रहेछ नि त आइ एउटा बाटो रे खाजा नि खाइयो अब यस्तो बाटो त पहिला सर्लक हिँड्यो यसरी चिप्लिन चाहिँ भएन कति राम्रो है यहाँ त्यही हो के छ अनि कस्तो छ हजुरहरूको कस्तो चल्दैछ दिनहरू यो रातो लगाएको चाहिँ किन थाहा छ यो रुख काट्नुपर्छ भनेर नि नेपालतिर नि यस्तै गर्छ हो कि होइन चिन्नु गऱ्यो काट्नु पर्ने ओ सिटी त्यहाँ नि देख्दो रहेछ सिटी यो चाहिँ जुमिङ पावर आइफोन 17 प्रो म्याक्स आइफोन 17 प्रो म्याक्सको जुमिङ पावर यो चाहिँ सरी
हामी चाहिँ त्यो याद आयो भने के माथि अब चाहिँ यस्तै छ ल तपाईँ बोल्नु अब मेरो भ्लगमा एकछिन रोड त्यही रहेछ बिरु दाइलाई दिएको छु क्यामेरा चाहिँ म नि अब यसो ठिक छ गाइज हामी अब खाजा खायो होइन रमाइलो पनि भयो एकदम धेरै दिनपछि होइन सर भाइ अब धेरै पछि फेरि एकदमै फर्केर आइसकेको छ होइन जोस जागरको साथ होइन अब माया गरिदिनु पऱ्यो नि त होइन भाइलाई सबैजनालाई टक्क लगाएर अब जङ्गल एकदम अस्तिको हावाले चाहिँ पुरै क्षति भएर रहेछ गाइज यो पुरै काटेको देखिराख्नु भएको छ तपाईँहरूले होइन यहाँ क्रोसियाको यो जङ्गल हो एकदम जङ्गलमा मङ्गल चाहिँ भएन आज त्यही पनि रमाइलो चाहिँ भयो गाइस है त्यही भएर अब टक्क लगाएर भ्लग आइसकेको छ सागर भाइको सबैजना चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु पर्छ ल गाइज हाम्रो आमामा मासी दाइ जोसको साथ पुरा चिप्स लिएर पुरा दौडेछ अगाडि टक 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 दौडिनु भएको छ हामी तर अब तलतिर झर्दैछौँ यस्तै छ बाटो सागर भाइ अगाडि छ हाम्रो जन दाई हाम्रो यहाँ हाम्रो दाई यहाँ हुनुहुन्छ दाई आशिष दाई जङ्गल बबाल देखाएको छ हो आमा सागर भाइ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ गाइस बाटो यस्तै छ जस चिल रमाइलो भइरहेछ एकदम यहाँको मान्छेहरू नि फ्रेस हुन यहाँ घुम्न आउँछ यस्तो बबाल छ है गाइस अब कुकुरहरू लिएर आउँछ यहाँको मान्छेहरू घुम्नलाई गाइस ठ्याक्क रोडमा आइपुगेको छ हामी यहाँ माथिबाट चाहिँ त्यो डाँडा माथि गएको थियो हामी अहिले अब यहाँ घाम डुब्न लागिरहेको अवस्था पनि छ गाइस टक्क लगाएर है ओहो हो रोड आइपुग्यो एकदम दामी छ गाइस एकदम जङ्गल पनि बबाल देखिएको छ अहिले त रोड आइपुग्यो नि फाइनली दामी देखिरहेछ एकदमै सिन वाउ हाम्रो दाइले त्यहाँ के भन्दै घर जाने तयारीमा छौँ है अब चाहिँ दाइहरू टिकटक बनाउँदैछ ऊ त्यो जोन दाइ हुनुहुन्छ म यहाँ छु अब चाहिँ हाम्रो भ्लगको इन्डिङमा आइरहेको छ दिन पनि सक्यो आजको यस्तै भएर अब चाहिँ हामी घरतिर फर्किँदै है अब चाहिँ घरतिर फर्किँदै हामी अब चाहिँ घाम पनि डुबिसकेको छ जङ्गलतिर जोन दाइ यहाँ छ टिकटक सिकटक बनायो टोरीहरूले अनि मेरो भ्लग पनि बनियो आज यो भ्लगलाई चाहिँ सबैले माया गरिदिनु होला यो सेकेन्ड भ्लग भइरहेछ 1 वर्षपछि फर्स्ट भ्लग अस्ति हालेको थियो 100 भ्युज जग्गा थियो त्यही पनि केही छैन अब बिस्तारै आइहाल्छ नि होइन के छ र अब बिस्तारै बिस्तारै अब अस्ति 100 भ्युज आयो अब यो पालि 150 आउँला अनि सेकेन्ड पालि 200 आउँला त्यसरी आयो नि धेरै राम्रो हो 1-2जनाले हेऱ्यो नि हेऱ्यो भन्ने हुन्छ नि त जे भने केही छैन अब त्यो उस देखियो टोल अब चाहिँ हामी सिटीमा इन्ट्री हुन लाग्यो माथि जङ्गलबाट अब इन्ट्री हुँदैछ 2जना उता पछाडि नै छन् चन्दाएर म चाहिँ यहाँ छु आज यहाँको मान्छेहरू पनि आउँदो रहेछ घुम्नलाई यहाँतिर ट्रेकिङ जस्तै होइन साइकलहरू लिएर कुकुरहरू लिएर चलाउनु आउँदो रहेछ त्यहाँ चाहिँ कस्तो राम्रो फुल फुलेछ हौ अब चाहिँ राम्रो हुन्छ है सिनहरू किनकि अनि त्यही हो अब चाहिँ खतरा हुन्छ घाम उस घाम उस भयो अब चाहिँ राम्रो हुन्छ हाम्रो यो चाहिँ के भने ड्रोन सट हामी ड्रोन सट हामी 2जना चाहिँ कस्तो देख्छौँ हामी 2जना देख्न चाहिँ यस्तो गर्नुपर्छ होला अलिकति यहाँ छ हामी चाहिँ अब ड्रोन सटबाट बोल्दैछौँ हजुरहरूसँग ड्रोनको मार्फत भिडियो हुँदैछ भ्लग हुँदैछ यता छ 2जना यस्तै त अनि के छ त अनि हिरोहरू 2जना